ठिक छ ल घामै रहेछ नि भने गाइस बिस्तारै हिँड्नुपर्छ है आर्चिकै भ्लगले चाहिँ एउटा हातले राइड गरिरहेको छ किनकि यस्तो जाडो भयो त घाम त जाडो भइहाल्यो कि होइन त्यही भएर अलि धक्का लगाएर आर्चिकै भ्लगले चाहिँ बिस्तारै हिँडिरह है घाम चाहिँ माथि छ माथि लाग्यो रोडमा त मलाई होइन बिहान तर्फमा लाग्छ अनि माथि हल्लायो यो डाँडा छेक्यो म चाहिँ सिङ्गामा आफू गएछ होइन धक्का लाएर माथि घाम त धक्का लाएर होइन यहाँ बजार त थाहा है सिङ्गाको धक्का लाएर केटा त्यही आएर पनि जान्थेँ ए ठिकै छ सर ए म घर जान लाग्यो हजुर म बिस्तारै चलाउँछु हजुर ए बच्चालाई लिनु गएको ए ल ल हजुर हिँड्नु न जाम के ए ठिक छ ल जाने होइन ए जाम न त ल नहर जाने नि जाऊ जाऊ केटा अगाडि सही हो केटाहरू चाहिँ धक्का लाएर होइन अगाडि जाम भने धक्का म चाहिँ पछाडि आउँथे सक्दैन फेरि आर्थिकै पुरा तातो पानीको सुक्खा नहर जानुपर्छ आज केटाहरू चाहिँ रन्किरहन है तर दिनेर भेटाइदिनेर ब्लग चाहिँ टक्कै ठुलो तात पनि आइसक्यो होइन ओइ कुकुरहरू त्यस्तो नगरे फेरि मलाई भुक्ने कुरो गर्ने परेन होइन टक्क लगाएर अब चाहिँ तातो पानीमा नहर च्याप्प लाएर जानुपर्छ है त फेरि ल बाइक चाहिँ यता पुगिनिर हुनुपर्छ ल यहाँ भनिदिउँ न ल टक्क नुहाउनु पर्छ है त टक्क टक्क नहर टक्क लाएर आएपछि पुलतिर बस्छ होइन टक्क यहाँ रहेछन् है टक्क त्यहाँ भिडियो बनाउनु लाने बल देखिरहने सही हो